उसको मैले के भन्छ मलाई थाहा छैन मलाई यसो खाना भएको यहाँ किन आइ त्यो यहाँ किन आइ इन्डियाबाट मान्छे ल्याउनु भयो उसको पहिला किन भयो यत्रो मान्छेलाई पीडा दिएर अगाडि भाग्ने दुनियाँ ठाउँमा पठाउँछु भन्ने लयर दिदी सबैजनाको लयर हो मैले अन्यथा बोलेन तर यत्रोजना यहाँ मर्कामा परेर आइसके पछाडि एउटा सम्बन्धित निकायले चासो नदिकिन बाहिरबाट भित्रको मान्छे हामीले प्रमाण छैन हेर्नु भन्न मिल्दैन हामीले प्रत्येक कोठामा प्रत्येक कोठामा सती श्रेष्ठले पैसा हिँडिरहेको छ यार हामी दिदी सुन्नु प्रत्येक कोठामा सती श्रेष्ठको नाममा मुद्दा यो भनेर प्रत्येक सरलाई हाजिरमा टिपाउँदै हिँडेको छौँ अहिले ऊ यहाँ आसी भाग्ने भनेर त यो कसको मिलोमा त यो सुन्नु न हामी नराम्रो नियतमा जाने भए हिजोको दिन गइसक्छौँ तर सहमतिमा गरौँ भने यहाँ आएको तपाईँलाई त हामी सोध्न पाउने अधिकार हो हाम्रो सुन्नु बुझ्नुभयो नि तपाईँ कालकोट लाएर यहाँ आउनु भएको छ नि उसको पक्षमा बस गर्न आउनु भएको हो नि तपाईँ तर अहिले त उसको पक्षमा हो नि त अहिले उसको पक्षमा हो नि यति मान्छे पीडामा छ नि चाहेको भए हिजोको दिन जे पनि हुन्छ नि तर के भने ए दिदी प्रत्येक अहिले 5 जना सरहरूलाई भेटेर सर सती श्रेष्ठ यो नाम मुद्दा दर्ता 4156 यति मान्छे भागेछ भने यहाँ आगो लाउनु सक्नुपर्छ तिमी ए दिदी सुन्नु न म व्यवसाय एउटा गरिरहेको मान्छे व्यवसाय सबै छोडेर नि युरोपको चाहना देखाएर यसले चाहिँ मलाई फसाएको छ नि सबै त्यही हो नि अनिको दाइ हो के भन्नु न यस्तो के म्याम यो पैसा रुहाको पात हो यहाँ गएर जुन ढोकामा यो त हैन सुन्नु न पीडित त यो त नमुना हो कसको गल्ती भयो त यो भगाउनु मेन गल्ती कसको हो पीडित त यो त पीडित त नमुना हो नमुना हाम्रो गल्ती कि हामीले भनेर त्यहाँ भित्रको मान्छेले भगाउँछ यो निष्पक्ष छानबिन त गर्नु पर्यो नि त जागिरको कुरा सक्छ छैन होइन त्यो पनि सोधिन्छ होइन तिमीबाट त्यो पनि सोधिन्छ मिडिया आउँछ मान्छे यति जना मान्छे बोल्नु पर्छ दिदी दाइले भन्नु आफ्नो सुन्नु सिभिलमा 4 नम्बरमा तपाईले मिलाएको हो हैन 4 नम्बरको दाइले कसरी भन्नु भयो त अहिले हाम्रो फाइल एउटा छैन यता जाम न वहाँ उतापट्टि दुईतिर बस छ नि वहाँ जाम न वहाँ जाम न सबै मिलेको हो क्या सबै मिलेर भगाएको यो लुटतन्त्रै हो के मान्छे भागेर होइन म्याडमलाई मैले पकाइ त भाग्न लाग्दाखेरि तपाईँहरू जानु भने होइन हो